जसरी मैले भनेको थिएँ साथीहरू, तपाईँले ध्यान दिनुहोस्, त्यसरी नै मार्केट बढिरहेछ। अस्थिरताको बिचमा अरू कुनै कारोबार रहनु देशमा, यस्तो कन्डिसनमा तपाईँको सेयर बजार नै बढ्ने हो, अरू केही पनि बढ्नेवाला छैन। कल कारखाना खोल्दैन होइन, अल्ट्रा लो क्याप नै चल्ने हो, अरू कुनै उपायहरू छैनन् है। स्पष्ट हुनुहोस् यसमा। आउने दिनहरू एकदम महत्त्वपूर्ण हुन्छ जस्तो देखिरहेको छु मैले। नयाँ बुलको सुरुवात हुनसक्छ, यहाँबाट नयाँ चक्रको सुरुवात हुनसक्छ होइन, जहाँ हामीले एउटा सेयरको भाउ 5,000 10,000 पनि हेर्न सक्छौँ। नमस्कार। बाहिर नमस्कार हजुर, जय सियाराम। यसरी मार्केट बढेको बेला सबैजनाले हजार हजार किता उठाइदिए त हुने नि, कोही अगाडि बढ्दैन साथीहरू, के गर्ने हो? हो साँच्चै हो, त्यो त सही कुरा हो। हजार उठाइदियो भने सर्किट लगाउन सजिलो हुन्छ, नबेची बस्दियो भने पनि पुग्छ। तर त्यही त हामी साथीहरू अब यता सेलिङ छैन, उठाउनु पनि मान्दैन। अहिले फेरि उठाउन मान्दैन। 1100 मा हुँदाखेरि 1200 1300 मा हुँदाखेरि दाइ अलि तलतिर झार्दिन न, म किन्छु भन्छ। त्यही त अहिले उठाउनु पर्छ, राम्रोसँग उठायो भने अहिले माथि जाँदा बढ्छ। हामी सबै मिलेर गयौँ भने छिटै माथि जान्छ भन्ने कुरा बुझ्दैन साथीहरू। होइन, मैले भनेको त थिएँ यस्तो अस्थिरताको माहौलमा चल्ने भनेको सेयर मार्केट नै हो, अरू केही पनि होइन। आउने दिनहरूमा सेयर मार्केटमा नयाँ नयाँ उचाइहरू 5,000 10,000 सेयरहरू हामीले हेर्न पाउँछौँ र ती सेयरहरू अरू कसैका होइन, हाम्रै हुन्छन् होइन। हामी गर्छौँ, ठाउँ छ। पतिचाको फल मिठै हुन्छ भन्थे, अब मिठै फल खान पाइएला जस्तो छ दिपेन्द्र सर। हो, तर तल आएको बेला यसो सबैले सङ्कलन गरेको हुन्छ। जसरी अहिले 1110हरूमा 10-20मा ट्राई गरिदियौँ, खाइदियौँ सबै भने पो भोलिका दिनमा हामीले त्यहाँ सप्लाई आउँदैन। सप्लाई नआएपछि हामीले त्यहाँ त्यसको रेटहरू धेरै बढाउन सजिलो हुन्छ। यो अलिकति बेसिक कुराहरू छन्, सिक्नुपर्छ साथीहरूले। जस्तो मैले त सर 1100 देखि लिएर 1050 देखि लिएर 1180 90 सम्ममा हुँदा पनि मैले त किनिरहे सर। धेरै नसके पनि कहिले 100 किता, कहिले 50 किता, कहिले 20-30 किता त्यस्तै किनेरै बसिरहेको हो दिपेन्द्र सर। अब पतिचाको फल मिठो हुन्छ। मलाई तान्यो सर, मैले यति भने है सर। हेभ अ गुड डे सर। नमस्कार। अहिले सिन्धुमा एग्रेसिभ हुन्छ कि सर सप्तकोशीमा एग्रेसिभ हुनुहुन्छ? एसपीपीएलमा हो र? छु म छु हो र सर? हजुर एचपीपीएलमा पनि हो? छैन हजुर, म मात्र अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्कमा छु, अरू केमा छैन है। नमस्ते सर। नमस्ते हजुर। सर अस्ति 1310 मा सिन्धु लिएको थिएँ 700 किता जति। कति जति टाइम लाग्ला बढ्न? बढिहाल्छ नि, राइट खानु छ। 1310 पनि सस्तै हो हजुर, कुनै महँगो होइन। जस 1-2 महिना पछि बढ्ला नि? 1-2 महिना किन पर्खिनु पर्यो हजुर? बढिहाल्छ नि यार है। हस् हस्। अनि जोशी चाहिँ सिफ्ट गर्दा हुन्छ यता अल्ट्रा लो क्यापमा कि जोशीमै बस्दा पनि हुन्छ? पनि गर्दा हुन्छ अहिलेको लागि। फेरि अलिक बरु 10 रुपियाँ महँगो नै खानु होला नि, के भएर। सर नमस्कार। सर सिन्धु सर्किट नदेखेको पनि लगभग 15-20 दिनै हुन थाल्यो। सबैले मिलेर लगाउनु पर्यो नि, एक्लै हेर्नुहोस् मैले गरेर आएको छु है त। हामीले सपोर्ट त गर्ने हो सर। अब हजुरको जस्तो त के सकिन्थ्यो, हजुरले फुल इफोर्ट नलाएपछि त आजै लाग्थ्यो सर। मैले मात्र हुन्न नि, साथीहरू सबै चाहिन्छ नि। साथीहरू नभइकन हुन्न के बाबा। दाजु नमस्ते। दाजु सप्तकोशीको थोरै जीवन राखिदिनु पर्यो क्या। यो त रातो रातो भयो, हरियो बनाइदिनु पर्यो। भइहाल्छ। आशा छ है।
सबैको राइट खाने हो बाबा, किनेर बिर्सिने हो कि? नमस्ते दाइ, यो एसएपी डिबिएलको पनि राइट आउने हो? सबैको राइट आउँछ नि अल्ट्रा लो क्यापमा। ए कन्फर्मै हो दाइ? हो हजुर। ए हस् त्यही बुझ्नलाई नि दाइ। हेलो दिपेन्द्र दाइ, नमस्कार। नमस्कार। सुन्नुहोस् न, यो हाम्रो एसएपी डिबिएल पछिको अलिकति लो क्याप डेभलपमेन्ट ब्याङ्कमा चाहिँ हाम्रो एमडिबी देखिएको छ। एमडिबीमा चाहिँ हाम्रो अलिकति पनि लाइक मिड क्याप डेभलपमेन्ट ब्याङ्क भनेर र्याली आउने चान्स कतिको छ? सुन्नु नि सर, थुप्रै राम्रा कुराहरू हुन्छन् तर खेलाडी नभइकन होइन हजुर हजुर केही पनि चलाउन सक्नुहुन्न, त्यस्तो केही पनि छैन जे तपाईँले। अब बजार के होला दाजु, यसो भन्दैन पर्ने हो, हामी त पीडित भएर बसेका छौँ। पीडित केही हुनु पर्दैन हजुर, माथि नै जाने हो त चैतमै। मैले भने त यस्तो अनिश्चितता पहिलेदेखि भनिरहेको छु नि, मैले कुनै नयाँ कुरा भनिरहेको छुइनँ आज। यस्तो अनिश्चितता हुँदाखेरि होइन हजुर माथि नै जाने हो, माथि नै जान्छ। बढ्यो त्यति तपाईँको मार्केट माथि जान्छ। हेलो दिपेन्द्र सर। हजुर, यो मलाई यो स्टकको बारेमा कुन बढ्छ कुन किन्नु छ भनेर सोध्नुभन्दा पनि मलाई यो अलिकति जिज्ञासा लागेको कुरा सोध्छु ल। यो हामी अहिले भर्खरको यङ जेनेरेसनले होइन जुन अब टेक्निकल एनालाइसिस भन्ने पनि व्यापक छ नि त, जुन इएमएदेखि लिएर मुभिङ एभरेजदेखि लिएर हरेक कुराहरू फिबोनाचीहरू तरिकाले चाहिँ हामीले हेरिन्छ होइन मार्केट हेर्दाखेरि। यसलाई चाहिँ यो एक्सपेक्टेसन्स एनालाइसिस गर्दा अनुसार चाहिँ एक्सपेक्टेसन ब्रेकआउट भएपछि चाहिँ बढ्नुपर्ने हुन्छ, तर यो कुनै न कुनै रिजन कारणवश चाहिँ घटिरहेको हुन्छ क्या, लाइक डिफ्रेन्ट वेमा गइरहेको हुन्छ क्या एनालाइसिस भन्दा चाहिँ। तर यसलाई चाहिँ अब हामीले कसरी लिने, यसमा चाहिँ हामी इमोसनल वेमा चाहिँ हामी स्टक मार्केटमा गर्न सकिन्छ कि अब एनालाइसिसले पनि केही न केही चाहिँ आधार दिन्छ भन्ने चाहिँ के लाग्छ तपाईँलाई? क्वेसन फेरि एकचोटि रिपिट गरिदिनु सर। हाम्रो नेपालको बजारमा एनालाइसिसले पनि वर्क गर्छ कि इमोसनले नै प्ले गर्ने हो, न्युजहरूमा चाहिँ प्ले गर्ने हो कि कसरी चाहिँ कमाउनु, कुन चाहिँ बेटर वे हो भनेर सोध्न खोजेको मैले खासमा चाहिँ। एनालाइसिसले वर्क गरेको जस्तो म चाहिँ देख्दिनँ। जतिले एनालाइसिस गरेर काम गरेर आउँछन् तिनीहरूले लस गरेको बढी देख्छु होइन। सो त्यो एनालाइसिसले वर्क गरेको जस्तो मलाई चाहिँ लाग्दैन है सर। आई एग्री दिपेन्द्रजीसँग, किनभने त्यो एनालिसिस गर्दा अलिकति रिस्क चाहिँ घटाउन सकिन्छ जस्तो लाग्छ, तर माथि ब्रेकआउट दिएर बढ्ने त्यस्तो केसमा चाहिँ आई डोन्ट थिङ्क हाम्रो बजारमा चाहिँ त्यसले काम गरेको जस्तो मलाई पनि लाग्दैन। नमस्कार। हजुर नमस्कार हजुर। सर यो 15 मिनटको नियम आएदेखि लो क्यापहरूलाई जस्तो निकै असर गरेको हो कि के हो सर? जस्तो अहिले पछिल्लो समय जस्तो 2900 पुगेपछि हाई क्यापमा जो एचआरएल र एनआरआइसी सिएचडिसीहरू त्यति घटेन र भने अहिले अब 2600 2700 नेप्सी 2700लाई छोएको छ तपाईँको, तिनीहरू चाहिँ सबैभन्दा बढी बढिरहेछ। अस्ति 2900 पुगेको छेउछेउमा पुगिसकेको छ भनेपछि लो क्याप त अहिले बढेकै छैन। कुनै लो क्यापले के अरे सर्किट हानेको पनि दिएको छैनौँ। 2900देखि जब झरो यो 15 मिनटको नियम आएदेखि त लो क्याप त एउटा पनि त्यस्तो दिएको छैन। हाइड्रोमा पनि दिएको छैन, डेभलपमेन्ट ब्याङ्कमा पनि दिएको छैन, अरू पनि लो क्यापमा त्यस्तो दिएको छैन मैले। अब यस्तो छ कि हजुर, तपाईँको हाई क्याप अहिले बढेको त एउटा निश्चित कम्पनीले यी कम्पनीहरूका सेयर उठाएको छ भनेर बढेको छ होइन। तपाईँको लो क्याप चाहिँ जहिले पनि बढ्ने नै हो, तर लो क्याप चाहिँ बजार घटेको बेला पनि बढ्ने गर्छ कि तपाईँको मात्र बजार त्यो भएको बेला घट्छ त्यस्तो छैन है।